यो क्याफे को जानु भएको छ कमेन्ट गर्नु है त। आज चाहिँ हामी आएका छौँ एकदमै शान्त र रिल्याक्सिङ स्पट धरान लाइनको मण्डला क्याफेमा। यो क्याफेमा इन्टर गर्ने बित्तिकै यहाँको पोजिटिभ एनर्जी र पिसफुल भाइबले चाहिँ मलाई एकदमै फ्रेस फिल गराएको थियो। अनेस्टली भन्नुपर्दा यहाँको एम्बियन्स चाहिँ एकदमै राम्रो लागेको थियो मलाई। सफ्ट लाइटिङ, वालमा लगाएको पेन्टिङ फ्रेम्सले र हावासँग नाचिरहेको यो फ्ल्याग्सले त झन् मनै लोभिने। हावासँगै नाचिरहेको यो सानो सानो हरियो बिरुवाहरूले यहाँको वातावरणलाई अझै शान्त बनाएको थियो। आफ्नो पार्टनरसँग जाँदै हुनुहुन्छ भने चाहिँ यहाँ कपल्सको लागि एकदमै पर्फेक्ट प्राइभेसी क्याबिन पनि रहेको छ। प्राइभेसी पनि भयो, यहाँको एम्बियन्स पनि एकदमै राम्रो छ। फुड चाहिँ कस्तो होला भनेर सोध्नुहुन्छ भने चाहिँ यहाँको फुड खाने चाहिँ 2 जना 3 जना इज नट इनफ। हजुरहरू ग्रुपमा जानुपर्ने हुन्छ किनकि यहाँको फुडको क्वान्टिटी एकदमै धेरै छ। एट फर्स्ट हामीले ट्राई गरेको थियौँ यो चिकन बिरयानी, यति धेरै मिठो थियो साथीहरू, एकदमै अनएक्सपेक्टेड। एन्ड अल्सो वी ट्राइड दिस ब्लुबेरी जुस, गर्मीमा त एकदमै पर्फेक्ट हुने हो। मलाई चाहिँ यो ब्लुबेरी एकदमै फ्रेस लागेको थियो। एन्ड अल्सो वी ट्राइड दिस चकलेट फ्लेभर बोबा, यो बोबाको त के नै तारिफ गरौँ। मैले चाहिँ यो फ्रेस जुससँगै बाहिरको एम्बियन्स पनि एकदमै इन्जोय गरिरहेको थिएँ। एन्ड अल्सो वी ट्राइड दिस बर्गर अल्सो, यो चिकन बर्गर चाहिँ सफ्ट बन र जुसी चिकनले बनेको माउथ वाटरिङ वाला स्वाद थियो क्या यसको। एन्ड अल्सो वी ट्राइड यहाँको पोर्क मोमो। नेपाली भएपछि मोमो छुटाउनु चाहिँ हुन्न है। यो मोमोको त जति तारिफ गर्यो त्यति नै कम, मजाले फिलिङ र जुसी रहेको थियो मोमो चाहिँ, एकदमै मन पर्यो मलाई। एन्ड एट लास्ट वी ट्राइड यहाँको एकदमै बिग स्पाइसी रामेन प्लेटर कम्बो। मण्डला क्याफे जाँदा फेरि यो कम्बो मिस गर्नुभयो भने चाहिँ रिग्रेट पक्कै पनि हुनेछ है हजुरहरूलाई। मैले ट्राई गरेको फुडसँगै यो कम्बो ट्राई गर्दाखेरि चाहिँ आफ्नो 4-5 जना साथीहरू बोकेर जानु होला, किनभने मैले अलरेडी भनिसकेको छु यहाँको फुडको क्वान्टिटी चाहिँ एकदमै बढी थियो। इफ तपाईँ पनि मैले जस्तै पर्फेक्ट एम्बियन्स र एकदमै मिठो खानाको खोजीमा हुनुहुन्छ भने चाहिँ दिस मण्डला क्याफे इज पर्फेक्ट।